हेलो साथीहरू, आज चाहिँ हामी चौचौ च्यालेन्ज गर्न आँटेको छौँ। करेन्ट चौचौ अनि यो कोक भयो। कोक चाहिँ सबै एउटै क्वान्टिटीमा छ। यो ग्लास मात्र ठुलो देख्न सक्नुहुन्छ हैन। अनि जित्नेले चाहिँ पैसा लाने छ। अनि त्यसपछि हार्नेले चाहिँ के भाडा माग्ने हार्नेले चाहिँ भाडा माग्ने अनि हामीले पनि देखाइन्छ लास्टमा। अनि त्यसपछि चपस्टिकले गर्न लागेको छौँ हामीले। हेर्दै जानु होला कस्तो हुन्छ। खान त आउँदैन चपस्टिकले। रेडी 1 2 3 गो। धेरै मुख जुदाउनु पाए त राख्नु पाइँदैन। त्यसै खान पाइँदैन धेरै मुख। हुँदैन त सबै पकाउनु पर्छ है। ला हुँदैन यार। उठाउन पाइँदैन, उठाएर खान पाइँदैन है। त्यस्तो धेरै आउँछ। उठाएर खान पाइँदैन। एउटा सित पनि रहनु भएन। आउँदैन त अन्डा त। हो एउटा एउटा उठ्छ यार। कोक पनि पकाउनु पर्छ है। हामीले चाहिँ चपस्टिकले फर्स्ट टाइम गरेको भएर चाहिँ कसैलाई पनि चलाउनु आएन। अन्डा अघि त्यसरी पनि पाइन्छ। त्यसरी पनि पाइन्छ सेकेन्ड। कटा लाग्छ उसलाई खाना हेरौँ त। कति भयो? 3 मिनेट। 3 मिनेट हो खाना। ल अब दिदी चाहिँ थर्ड हुनु भएको छ। फर्स्ट चाहिँ दाइ ताली। उसलाई चाहिँ भाडा जी बनाइदिउँ होला माग्नलाई। पनिसमेन्ट चाहिँ लास्टमा देखिन्छ। अनि दाइलाई चाहिँ अब फर्स्टको लागि चाहिँ पैसा धन्यवाद। लिनु। टाढा यहाँ पनि गाइज ल हेर्नु है हाम्रो पनिसमेन्ट। फाइनली मैले चाहिँ हारिसकेको छु। अब भाडा माग्नु पर्ने हुन्छ। यसरी हारेको पनिसमेन्ट छ है। हामी फर्स्ट टाइम खाएको नि त चपस्टिकले। बा कस्तो झेले खेलेको। दुईजना त बङ्का बिग्रिएर छ क्या। उठाइ अझ प्लेट। हजुरहरूलाई हाम्रो अब कुन च्यालेन्ज अब योपालि चाहिँ चपस्टिकले गऱ्यौँ। हामीले जानेको थिएनौँ चपस्टिक चलाउन। अहिले चाहिँ नुडल्स गऱ्यौँ भने अब कुन च्यालेन्ज लिएर आम कमेन्ट गर्नु ल। सबैजनाले कमेन्ट गर्नु होला कस्तो थियो भिडियो। हाम्रो दिदी कमजोरीहरू भनिदिनु होला। हाम्रो दिदीले चाहिँ भाँडा माझ्दै हुनुहुन्छ। तर मैले सोचेको थिएन हार्छु भनेर। थाहा छ यो दुईजना प्लेट उठाएर म चाहिँ सोचेको थिएँ कि टाइमदेखि दाइ फर्स्ट नै सोचेको थिएँ। तपाईँ चाहिँ सेकेन्ड हुनुहुन्छ मलाई लागिरहेको थियो। मैले नि प्लेट कडा उठाउनु पर्छ है। यो प्लेटहरू उठाउन नपाए, यस्तो हलाउन नपाए, हातले छुन नपाए। अब चाहिँ
साथीहरू भाँडा माझेर सकिसकेँ मैले। हाम्रो पनिसमेन्ट पनि हामी गरेर आइसकेको छौँ। दिदीले भाँडा पनि माझेर आइसक्नु भएको छ। हाम्रो च्यालेन्ज आज सकियो। दाइ विनर हुनुभएको छ। दाइको लागि फेरि ताली। अनि अब हजुरहरूलाई हाम्रो च्यानल हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। लाइक पनि गरिदिनु। टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो पनि गरिदिनु। युट्युबमा हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु। लाइक पनि गर्नु, कमेन्ट पनि गर्नु। ओके।